हेलो साथीहरु, नमस्ते, गुड मर्निङ। आज चाहिँ म भाउजूको ब्लग सुरु गर्दैको। भाउजूको युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला। हामी चाहिँ भोक्टेले लिएको। खाली बोल्दैन। हेलो साथीहरु, अहिले हामी चाहिँ भोक्टेली नहिँडेको कुन्ताको घरमा। कुन्तालाई सोधेको लिन आउनु भन्यो अनि हिँडेको। आजदेखि हाम्रो धान कटाइ सुरु, त्यही भएर घाममा चट्ट साँधेर खानालाई भोक्टेली नहिँडेको नाम पनि आउँदैन। के भन्छ हौ? हामी चाहिँ चिल्लर पार्टी लिएर हिँडेछ। चिल्लर पार्टी। ल साथी, अब उता रुखमै गएर भेटौँला। लु साथी, यो जिरे बोगटी टिप्न गयो होइन? जे पनि भिडियो होइन क्या, सकेको कि यस्तै पातला फलेको यसपालि। भाइ हो त्यो पनि भइभएको सबै। हामी चाहिँ बोकटे लिएर हिँडेको। अब यहाँ छ बोकटे, अनि यहाँ सानोले बोकेको छ, ठुलीले ल्याउँदैछ तल झरेको। ल हिँड्नु सक्दैन नानी, तिमीले बोक्नु हिँड। हामी चाहिँ अब ल्याएर पनि बोकटे खान थालेको। यहाँ चाहिँ हाम्रो कान्छी दिदी हुनुहुन्छ। हेलो भन्नु नि। हेलो, यहाँ माली दिदी हुनुहुन्छ। हेलो माली, हेलो भन्नु। हेलो। चिल्लर पार्टी अब खाना थाल्यो। नो हजुरहरू पनि भोगटे खान आउनु होला, खाने बेला भइसकेछ। तर रातो हुनुपर्ने होइन र? खोइ हुनु पर्ने हो कि यस्तै हो? तर यस्तै होला कुनै त। रात हुन्छ भर्खर त राति लाग्दैछ। मङ्सिरमा चाहिँ दामी मिठो हुन्छ नि। ल साथीहरू, म चाहिँ धान काट्न आएको। आजदेखि धान काट्ने सुरु। कति दिन लाग्छ धान लाउन छ। रात पर्यो साथीहरू, रात पर्यो। आज दिनभरिमा हामीले चाहिँ तलदेखि यति धेरै काट्यौँ दुईजनाले। अँध्यारो भयो।